साथीहरु ओम मेगाश्री फार्मास्युटिकल कम्पनीको आइपिओ बाँडफाँड हुने मिति सार्वजनिक भइसकेको छ। अब कहिले बाँडफाँड हुन्छ र यो कम्पनीको आइपिओमा कति आवेदन पर्यो र हामीलाई पर्ने सम्भावना कति छ र यदि पर्यो भने हामीलाई कति फाइदा होला, दोस्रो बजारमा लिस्टेड भएपछि यसको ओपनिङ प्राइस कति होला, त्यसैको बारेमा आज हामी कुराकानी गर्नेछौँ। भिडियोलाई हेर्दै गर्नु होला है त। यस ओम मेगाश्री कम्पनीले आफ्नो कुल जारी पुँजी 60 करोड रुपैयाँको 30% ले हुने 18 करोड रुपैयाँ बराबरको 18 लाख किता आइपिओ प्रति किता 100 रुपैयाँका दरले निष्कासन गर्न चाहिँ नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा 1,80,000 किता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई र 54,000 किता कम्पनीका कर्मचारीहरूलाई र 90,000 किता सामूहिक लगानी कोष यानी कि म्युचुअल फन्डका लागि छुट्याएको थियो भने उक्त आइपिओहरू चाहिँ बाँडफाँड पनि भइसकेको छ। कम्पनीले अब बाँकी रहेको 14,76,000 किता दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको थियो भने आइपिओमा 2,36 करोड 12,000 रुपैयाँ सङ्कलन भएको थियो। आइपिओमा 19,88,833 जनाले चाहिँ 2,36,91,510 किताका लागि आवेदन परेको थियो। यो आवेदन कम्पनीले माग गरेको भन्दा झन्डै 16.05 गुणा चाहिँ बढी आवेदन चाहिँ परेको थियो। अब कम्पनीले निष्कासन गरेको छ जम्मा 18,76,000 किता आइपिओ। आवेदन परेको छ झन्डै 20 लाख आवेदकले झन्डै 2 करोड भन्दा बढी किताका लागि चाहिँ आवेदन दिएका छन् भने अब आफै सोच्नुहोस् यो कम्पनीको आइपिओ पर्ने सम्भावना कतिको रहेछ भने। अब कुरा गरौँ यो कम्पनीको आइपिओ 10 किताका दरले बाँडफाँड हुँदा कतिजना लगानीकर्ताले चाहिँ हात पार्ने छन् त भन्दा जम्मा 1,47,600 जनाले 10 किताका दरले हात पार्ने छन्। प्रारम्भिक तथ्याङ्क अनुसार 18,30,000 भन्दा बढी आवेदकको चाहिँ भने हात चाहिँ खाली नै हुनेछ है त। अब यो कम्पनीको आइपिओ परेको खण्डमा हामीलाई दोस्रो बजारमा लिस्टेड भए पश्चात पहिलो कारोबार यानी कि ओपनिङ रेन्ज कतिबाट होला त भन्दा यो कम्पनीको बुक भ्यालु 90 रुपैयाँ 17 पैसा रहेको हुँदा त्यसको 3 गुणाले हुने करिब 270 रुपैयाँ 51 पैसाबाट चाहिँ पहिलो कारोबार सुरु हुन्छ। त्यसपछि बढेर कहाँसम्म पुग्छ त्यो त थाहा हुँदैन। त्यस्तो हुँदाखेरि हामीलाई पहिलो दिनमा झन्डै 1700 भन्दा बढी फाइदा हुने चाहिँ देखिन्छ है त। अब मेन कुरा के हो भने कम्पनीको आइपिओ बाँडफाँड चाहिँ कहिले हुन्छ त भन्दा यो कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल भएको हुँदा उक्त क्यापिटलले जानकारी दिए अनुसार चाहिँ यही चैत्र 12 गते मंगलबार बिहान 9 बजे बाँडफाँड गर्ने भनेर चाहिँ जानकारी दिएको छ। अब तपाईँ हामीले यो कम्पनीको आइपिओ को नतिजा हेर्न मात्र 2 दिन चाहिँ बाँकी रहेको छ है त। साथीहरु यो ओम मेगाश्री आइपिओ को रिजल्ट डेट सम्बन्धी जानकारी आजलाई यति नै। यस्तै खालका जानकारीमूलक भिडियो हेर्नका लागि हामीलाई सब्स्क्राइब गर्नु होला है त।